नमस्ते साथीहरू, स्वागत छ तपाईँहरूलाई आजको यस नयाँ भिडियोमा। आज म क्लास 10 को कम्पलसरी म्याथको युनिट 14 सर्कल लिएर आएको छु। सो म यो च्याप्टर पढाउन गइरहेको छु। सबैभन्दा पहिला हामी कुरा गर्छौँ डेफिनेसन अफ सर्कल एन्ड इट्स रिलेटेड टर्म्स। त सबैभन्दा पहिला के आयो भने सर्कल। व्हाट इज सर्कल? सर्कल भनेको के हो भने एउटा कुनै फिक्स पोइन्ट छ र यसको वरिपरि इक्यु डिस्टेन्समा कुनै एउटा इक्यु डिस्टेन्समा भएको पोइन्टलाई हामी के गरियो भने कर्व लाइन बनायो भने, क्लोज्ड प्लेन फिगर बनायो भने त्यो फिगर नै के भयो भने सर्कल भयो। सर्कल भनेपछि के भयो भने अ क्लोज्ड प्लेन फिगर from the points which are equidistant from a fixed point is called circle. कुनै एउटा फिक्स पोइन्ट छ, यसको वरिपरि इक्विडिस्टेन्टमा एउटा क्लोज्ड प्लेन फिगर हामी बनाउँछौँ भने त्यसैलाई हामी के भन्छौँ भने सर्कल। यो सर्कलमा यो जुन फिक्स पोइन्ट हुन्छ सेन्टरमा, यसलाई भन्छ सेन्टर अफ सर्कल। इट इज डिनोटेड बाइ ओ, क्यापिटल लेटर ओ। त्यसलाई हामी के डिनोट गर्छौँ भने क्यापिटल ओ। यो नै हाम्रो एउटा के हो सर्कल हो। अर्को टर्म के छ भने सर्कमफेरेन्स। सर्कमफेरेन्स भनेपछि द पेरिमिटर अफ सर्कल भयो। जस्तै सर्कल छ भने यो ए पोइन्ट भयो, ए पोइन्टबाट यसरी पुरै यहाँसम्म फेरि अरू हैन, यो पुरै भनेपछि कति यसको लेन्थ हुन्छ ए बी सी मानिहालौँ। त ए देखि बी, बी देखि सी, सी देखि ए, यो पुरै भनेपछि कति लेन्थ यसको छ, यो बाउन्ड्री जुन सर्कलको भयो यसको टोटल लेन्थ कति हो, यसैलाई नै के भन्छ भने सर्कमफेरेन्स। सर्कमफेरेन्सलाई के भन्छ भने पेरिमिटर अफ सर्कल पनि भन्छ। त सर्कमफेरेन्स भनेपछि के भयो द टोटल लेन्थ अफ द बाउन्ड्री कर्व लाइन। यो जुन कर्व लाइन छ यसको टोटल लेन्थ कति हो, यसैलाई नै के भन्छ भने सर्कमफेरेन्स। यसको फर्मुला भनेपछि के हुन्छ भने c इक्वल टु 2 पाई r। यो सर्कमफेरेन्सको फर्मुला भयो, c इक्वल टु 2 पाई r। यसमा ए बी सी यो के भयो भने सर्कमफेरेन्स अफ द सर्कल। ए बी सी यो पुरै के हो सर्कमफेरेन्स अफ द सर्कल। अर्को के छ भने कर्ड। कर्ड भनेको के हुन्छ? कर्ड भनेको के हुन्छ भने अ लाइन व्हिच जोइन एनी टु पोइन्ट अन द सर्कमफेरेन्स अफ सर्कल। यो सर्कमफेरेन्स छ भने, यो सर्कल छ भने यो सेन्टर भयो, अनि एउटा स्ट्रेट लाइन र सर्कमफेरेन्सको कुनै दुईटा पोइन्टलाई जोइन गर्छ। जस्तै यो ए भयो, यो बी भयो, अनि यो एबी लाइनले दुईटा पोइन्टलाई कनेक्ट गरेको छ। त यो एबी लाइन के भयो भने कर्ड। त्यसमा जस्तै यो पी क्यू, त्यो पी क्यू के भयो कर्ड। यो डायग्राममा तपाईको ए बी पी क्यू यो सबै के हो भने कर्ड हो। त कर्ड भनेपछि के भयो अ लाइन दैट जोइन एनी टु पोइन्ट्स अन द सर्कमफेरेन्स अफ अ सर्कल। दुईटा पोइन्टलाई कनेक्ट गर्ने हैन, सर्कमफेरेन्सको दुईटा पोइन्टलाई कनेक्ट गर्ने लाइनलाई नै के भन्छ भने कर्ड। नेक्स्ट इज रेडियस। रेडियस भनेपछि के हुन्छ भने रेडियस भनेपछि के भयो सेन्टर र सर्कमफेरेन्सको बीचको लेन्थलाई के भन्छ भने रेडियस। द डिस्टेन्स बिट्विन सेन्टर टु अ पोइन्ट अन द सर्कमफेरेन्स। सपोज यो ओ हो, यो ए हो, त ओ ए भनेपछि के भयो रेडियस। रेडियसलाई स्मल लेटर आर ले डिनोट गर्छ। त यो यहाँ ओ ए भनेपछि के भयो रेडियस। अर्को भनेपछि के छ भने डायमिटर। डायमिटर भनेपछि के हुन्छ भने द लाइन व्हिच पासेस थ्रु द सेन्टर अफ द सर्कल एन्ड कनेक्ट एनी टु पोइन्ट अफ द सर्कमफेरेन्स। सेन्टरबाट पास हुने लाइन र दुईटा पोइन्टलाई कनेक्ट गर्छ भने सर्कमफेरेन्समा भने यो लाइनलाई के भन्छ भने डायमिटर। डायमिटर भनेपछि के भयो भने लंगेस्ट कर्ड अफ द सर्कल। यहाँ जुन हामीले पढ्यो कर्ड, दुईटा पोइन्टलाई कनेक्ट गर्ने लाइनलाई के भन्छ कर्ड। यो सबै कर्ड भयो हैन, यो पनि सबै कर्ड भयो। यसरी कर्ड हामी बनाउँदै गयो भने सबैभन्दा जुन लंगेस्ट कर्ड हुन्छ त्यो सेन्टरबाट पास हुने कर्ड हुन्छ र त्यसैलाई के भन्छ भने डायमिटर। डायमिटर भनेपछि के भयो द लाइन अथवा द कर्ड व्हिच पासेस थ्रु द सेन्टर अफ द सर्कल। सेन्टर अफ सर्कलबाट पास हुने जुन कर्ड हुन्छ त्यसैलाई नै के भन्छ भने डायमिटर। अब नेक्स्ट भनेपछि नेक्स्ट हाम्रो रहेको छ
सेमी सर्कल मिन्स वाट कुनै सर्कल छ भने त्यो सर्कलको जुन डायमिटर हुन्छ यो डायमिटरले के गर्छ भने पुरै सर्कललाई दुईटा इक्वल हाफमा डिभाइड गर्छ भने एउटा हाफलाई के भन्छ भने सेमी सर्कल मतलब हाफ अफ द सर्कल द डायमिटर डिभाइड्स अ सर्कल इन्टु टू इक्वल हाफ टू हाफ इच हाफ इज कॉल्ड सेमी सर्कल तो सपोज माने आप ए यो बी ओ डायमिटर यो ओ छ यो पी छ यो डायग्राममा तपाईँको ए क्यू बी के हो भने सेमी सर्कल तो सेमी सर्कल भनेपछि के भयो सर्कलको हाफलाई के भन्छ सेमी सर्कल अर्को भनेपछि के छ भने आर्क भनेको के हुन्छ भने सर्कलको जुन सर्कमफेरेन्स हुन्छ सर्कमफेरेन्सको केही पार्ट जस्तै यहाँदेखि लिएर यहाँसम्म सपोज यो ए भयो यो बी भयो द पार्ट अफ द सर्कमफेरेन्सको पार्टले के भन्छ भने आर्क त आर्क यहाँ एबी आर्क यो एबी भनेपछि यो आर्क पनि भयो एबी भनेपछि यो पनि भयो त्यसैले आर्क भनेपछि दुईटा टाइपको हुन्छ एउटा माइनर आर्क मेजर आर्क त एओ एबी भनेको भयो माइनर आर्क तलको एबी भनेको के भयो मेजर आर्क तो मोर देन हाफ छ भने तो त्यो भयो मेजर आर्क लेस देन हाफ छ भने के भयो माइनर आर्क यसलाई हामी के डिनोट गर्छौं भने माथिमा यसरी कर्व लाइन जस्तै यसमा हामी भन्छौं माइनर आर्क एबी यो माइनर आर्क भयो यसमा एबी भनेपछि के भयो आर्क भयो सपोज यो पीक्यू छ तो पीक्यू मात्र भने पनि त्यो कट भइहाल्छ पीक्यू को माथिमा हामीले यसरी सिम्बल दियो भने तब यो पीक्यू आर्क भयो दिस इज कॉल्ड आर्क मीन्स व्हाट द पार्ट अफ द सर्कमफेरेन्स अफ अ सर्कल दिस इज कॉल्ड व्हाट आर्क नेक्स्ट इज सेगमेंट मीन्स व्हाट सपोज यो सर्कल भयो तो सेगमेंट भनेपछि के हुन्छ भने कॉर्ड एउटा कॉर्ड र सर्कमफेरेन्स कॉर्ड र आर्क मानिहालौं कॉर्ड र आर्क ले इन्क्लोज गरेको रिजनलाई के भन्छ सेगमेन्ट यो माथिमा तपाईको पी क्यू आर छ भने यहाँ पी क्यू आर के भयो सेगमेन्ट एउटा हुन्छ मेजर सेगमेन्ट अर्को हुन्छ माइनर सेगमेन्ट तो यो माथिको मोर देन हाफ छ भने त्यो मेजर सेगमेन्ट भयो लेस देन हाफ छ भने त्यो माइनर सेगमेन्ट भयो The segment means what? The segment भनेको के हुन्छ भने the region enclosed by a chord यसमा chord भनेको PQ छ and an arc the chord र arc मिलेर जुन enclosed region हुन्छ त्यसलाई के भन्छ भने segment त्यस्तै अर्को हुन्छ segments सरी सेक्टर भनेको के हुन्छ भने दुईटा रेडाई रेडियसको फुल फर्म के हुन्छ रेडाई दुईटा रेडाई र आर्क यो पार्टलाई के भन्छ भने सेक्टर इज द रिजन इन्क्लोज्ड बाय एनी टू रेडाई एन्ड एन आर्क त रेडाई र आर्क ले इन्क्लोज भएको रिजनलाई के भन्छ भने सेक्टर र सेक्टर पनि दुई टाइपको हुन्छ माइनर सेक्टर र मेजर सेक्टर मोर देन हाफ छ भने त्यो मेजर सेक्टर मेजर सेक्टर भयो र लेस देन हाफ छ भने सपोज माने हामीले त्यो ए बी सी र यो डी छ यहाँ माइनर सेक्टर भनेपछि के भयो ए सी बी ओ त ए सी बी ओ यो के भयो माइनर सेगमेन्ट सरी सेक्टर त सेक्टर भनेपछि मोर देन हाफ छ भने मेजर भयो लेस देन हाफ छ भने के भयो माइनर भयो ए डी बी ओ यो के भइहाल्यो मेजर सेक्टर अब हामी कुरा गर्छौं कन्साइक्लिक पोइन्ट्स मीन्स द पोइन्ट्स अन द सर्कमफेरेन्स अफ द सर्कल सपोज यो एउटा सर्कल हो हैन त्यसमा पोइन्ट छ ए बी सी डी यसरी गएर पोइन्ट छ भने त त्यो पोइन्टलाई भन्छ कन्साइक्लिक पोइन्ट मीन्स द पोइन्ट दैट लाई अन द सर्कमफेरेन्स अफ द सर्कल सर्कलको सर्कमफेरेन्समा भएको जुन पोइन्ट छ यसैलाई हामी के भन्छौं भने कन्साइक्लिक पोइन्ट्स अब नेक्स्ट भनेको चाहिँ हाम्रो के छ
दुईटा सर्कल चाहिए यसमा दुईटा सर्कल के हुन्छ भने इंटरसेक्ट गर्छ एट एनी टू पॉइंट। तो यो दुईटा पोइन्टमा इंटरसेक्ट गरियो भने यहाँ यो दुवै सर्कल भनेपछि के हो इंटरसेक्टिङ सर्कल्स। अर्को छ कन्सेन्ट्रिक सर्कल। कन्सेन्ट्रिक सर्कलको मतलब के हुन्छ भने 2 or more circles are said to be concentric circle if they have same center but different radii। हेर्नु यो सानो सर्कलको सेन्टर यो छ, ठुलोको पनि यो छ, बीचवालाको पनि यो छ, सबैभन्दा ठुलोको सेन्टर पनि यही हो, तर रेडियस के छ फरक फरक छ। रेडियस सबैको के छ भने फरक फरक छ। त यस्तो सर्कललाई हामी के भन्छौँ भने कन्सेन्ट्रिक सर्कल। अर्को छ साइक्लिक क्वाड्रिलेटरल। क्वाड्रिलेटरल मीन्स a plane closed figure made by 3 line segment, sorry 4 line segment। त 4 line segment ले बनेको हुन्छ त्यसलाई हामी क्वाड्रिलेटरल भन्छौँ। र यदि कुनै पनि क्वाड्रिलेटरको चारटै पोइन्ट सर्कमफेरेन्स अफ सर्कलमा छ भने त्यो क्वाड्रिलेटरल हामी के भन्छौँ भने साइक्लिक क्वाड्रिलेटरल। The quadrilateral having each vertex on the circumference of the circle। सर्कल को जुन सर्कमफेरेन्स छ त्यसमा हैन यो क्वाड्रिलेटरलको सबै भर्टेक्स लाई गर्छ भने त्यस्तो क्वाड्रिलेटरललाई हामी के भन्छौँ भने साइक्लिक क्वाड्रिलेटरल। नेक्स्ट भनेपछि के छ भने इन्स्क्राइब्ड एंगल। इन्स्क्राइब्ड एंगल भनेपछि के हुन्छ भने दुईटा कर्ड मिलेर बनेको एंगल लाई के भन्छ भने इन्स्क्राइब्ड एंगल। यसमा ए बी सी छ, त ए बी एउटा कर्ड भयो, बी सी को कर्ड भयो, दुईटा कर्ड मिलेर बनेको सर्कमफेरेन्समा बनेको एंगल लाई के भन्छ भने इन्स्क्राइब्ड एंगल। यहाँ भनेपछि ए बी ए सी भनेको के हो इन्स्क्राइब्ड एंगल। एंगल बी ए सी इज इन्स्क्राइब्ड angle। Inscribed angle means what? An angle made by two chords of a circle on the circumference of the circle। दुईटा कर्डले बनेको एंगल सर्कमफेरेन्समा बनेको एंगललाई के भन्छ भने इन्स्क्राइब्ड एंगल। र सेन्ट्रल एंगल भनेपछि के भयो भने दुईटा रेडियसले बनेको दुईटा रेडाइले सेन्टर अफ सर्कलमा बनेको एंगललाई के भन्छ भने सेन्ट्रल एंगल। सपोज यो ए बी ओ ए र ओ बी दुईटा रेडाइ भयो र सेन्टरमा बनेको यो एंगललाई के भन्छ भने सेन्ट्रल एंगल। र सेन्ट्रल एंगल तपाईको दुईटा रेडाइ र मिलेर बनेको एंगल हो र यो कहाँ बनेको हुन्छ सेन्टर अफ द सर्कलमा। यहाँ तपाईलाई यहाँ के छ भने ए ओ बी भनेपछि यहाँ के भयो सेन्ट्रल एंगल, र यो तपाईको सेन्ट्रल एंगल भयो। अब हामी के कुरा गर्छौं भने के सेकेन्ड फर्स्टमा हामी के कुरा गर्यो सर्कल एन्ड इट्स रिलेटेड टर्म्स। अब हामी कुरा गर्छौं रिलेसन बिट्विन एंगल एन्ड इट्स करस्पोन्डिङ आर्क हैन। तो सपोज मानिहाल्नु कि यो एउटा सर्कल हो, यसको सेन्टर अफ सर्कल भयो यो ओ ए बी। तो यो जुन सेन्ट्रल एंगल भयो ए ओ बी हैन, यहाँ तपाईको सेन्ट्रल एंगल के छ भने डायग्राममा एंगल ए ओ बी, यो सेन्ट्रल एंगल भयो ए ओ बी। यहाँ आर्क करस्पोन्डिङ आर्क के भयो आर्क ए बी, यो यसरी आर्क भयो। तो यो फिगरमा यो सेन्ट्रल एंगल र यसको करस्पोन्डिङ आर्क को रिलेसन के हुन्छ सिम्पल छ। यसको रिलेसन के हुन्छ भने यहाँ लेखेकै छु द डिग्री मेजरमेंट अफ द सेंट्रल एंगल अफ अ सर्कल इज इक्वल टू द डिग्री मेजरमेंट अफ इट्स करस्पोन्डिङ रेडाइ। करस्पोन्डिङ त के हुन्छ भने एंगल ए ओ बी इक्वल इन्फ्लुएंस आर्क ए बी। मतलब एंगल सेंट्रल एंगल के हुन्छ भने करस्पोन्डिङ आर्क सँग के हुन्छ भने इक्वल हुन्छ। यो दुवैको डिग्री मेजरमेन्ट हुन्छ भने इक्वल हुन्छ। यो भयो रिलेसन सेन्ट्रल एंगल र करस्पोन्डिङ आर्क के हुन्छ भने इक्वल इन्फ्लुएंस हुन्छ, इक्वल
इन्फ्लुएन्स यो जुन सिम्बल छ यहाँ हामीले तीनवटा लाइन पनि दिन सक्छौं र यसको मतलब के हुन्छ भने इक्वल इन्फ्लुएन्स यसलाई हामीले इक्वल मात्र भन्न सक्दैनौं एंगल एओबी इक्वल आर्क एबी यसलाई यसरी भन्न सक्दैनौं यसलाई हामीले कसरी पढ्छौं भने एंगल एओबी इक्वल टु इक्वल इन्फ्लुएन्स आर्क एबी फर्स्ट मा केही दिन प्र्याक्टिस गर्दा क्यों फर्स्ट मा केही दिन यो भन्दाखेरि के हुन्छ कन्फ्युज हुन्छ पछि गएर हामी बुझिहाल्छौं हैन प्र्याक्टिस भइहाल्छ अब अर्को के छ भने रिलेसन बिट्विन इन्स्क्राइब्ड एंगल एन्ड इट्स करस्पोन्डिङ आर्क रिलेसन बिट्विन इन्स्क्राइब्ड एंगल एन्ड इट्स करस्पोन्डिङ आर्क सपोज मानिहाल्नु कि यो एउटा सर्कल छ हैन सब सर्कल भयो यो ए यो बी भयो यो ओ भयो सेन्टर अफ सर्कल र यसको इन्स्क्राइब्ड एंगल सपोज यो एउटा के हो भने सर्कल हो र यसमा एबी आर्क भयो र ए सी एउटा कट भयो र बीसी पनि के भयो कट दुईटा कट मिलेर बनेको सर्कमफरेन्समा बनेको एंगललाई के भन्छ भने इन्स्क्राइब्ड एंगल यो फिगरमा तपाईको के छ भने सेन्ट्रल एंगल भनेपछि के छ सेन्ट्रल एंगल छ तपाईको एंगल एओबी इन्स्क्राइब्ड एंगल के छ भने इन्स्क्राइब्ड एंगल तपाईको छ एंगल एसीबी भनेको के हो इन्स्क्राइब्ड एंगल र एबी भनेपछि यो के हो भने करस्पोन्डिङ आर्क यसमा हामी के गर्छौं भने ओसी लाई जोइन गरिदिन्छौं यसको प्रुभ गर्नको लागि यहाँ मैले अर्को लेख्छु तपाईको के हुन्छ भने यो जुन इन्स्क्राइब्ड एंगल हुन्छ यो इन्स्क्राइब्ड एंगल के हुन्छ भने हाफ अफ इट्स करस्पोन्डिङ आर्क यहाँ एंगल एसीबी इन्स्क्राइब्ड एंगल के हुन्छ भने इक्वल इन्फ्लुएन्स हाफ अफ के हुन्छ भने आर्क एबी तिनीहरुको रिलेसन के हुन्छ भने इन्स्क्राइब्ड एंगल करस्पोन्डिङ आर्क को के हुन्छ भने हाफ हुन्छ त्यो हो यसलाई हामीले प्रुफ पनि गर्न सक्छौं यो एउटा भयो यसमा यो के छ भने सर्कल ओ भनेको सेन्टर हो र एसीबी भनेको इन्स्क्राइब्ड एंगल भयो एओबी भनेपछि सेन्ट्रल एंगल भयो र आर्क एबी भयो र यसमा दुवै सेन्ट्रल एंगल र इन्स्क्राइब्ड एंगल को आर्क के छ भने सेम छ आर्क एबी यसलाई हामी तपाईलाई प्रुफ गरेर राख्छौं यसको प्रुफ यहाँ यो तपाईको यति सपोज गर्नुपर्छ यसमा इन एंगल एओसी हैन एओसी एंगल मा तपाईको के हुन्छ भने एंगल एसीओ इक्वल टु एंगल सीएओ त एसीओ इक्वल टु सीएओ किनभने यो के भयो भने बीइङ दिस एंगल सिन्स बीइङ बेस angles of an isosceles triangle बेस एंगल भएकोले यो के भयो इक्वल भयो हैन त्यस्तै अर्को एंगल एओसी प्लस एंगल एसीओ प्लस एंगल सीएओ यो तीनटै एंगल को सम हामी निकालिरहेका छौं तो तीनटै एंगल को सम कति हुन्छ भने 180 डिग्री
being a interior angles of a triangle, being interior angles of a triangle. ये वाला triangle के बारे में interior angle तो सम हो जैसे अब इसमें हम लिखना सकते हो ने angle CO plus angle ACO equal to 180 degree minus angle AOC है ना। यहाँ यदि भी इक्वल हो तो हम CAO को ACO लिखना सकते हो और AOC लाइन की कर देना तब भी हिला रहेगा। अब इसमें 2 एंगल ACO के बयान से बने 180 डिग्री माइनस एंगल AOC तो एला हमें इक्वेशन 1 मानी यहाँ से अब हमें आपको क्यों से बने इन ट्रायंगल BOC जैसा ही हमें लेके निकालियो ACO है ना तो तेस्ते हमें क्या कर सकते हैं अब निकाल चुके बने BCO और कौन ट्रायंगल में ते BCO ट्रायंगल में BOC ट्रायंगल में तो इन ट्रायंगल BOC क्यों से बने एंगल BCO इक्वल टू एंगल CBO इसको रिप्रेजेंट करते हैं मतलब बीइंग बेस एंगल ऑफ एक्सिस ट्रायंगल। अब ये ट्रायंगल को सभी एंगल लाइन हमें जोड़ से बने क्या होंगे BCO प्लस एंगल CBO प्लस एंगल BOC इक्वल टू 180 डिग्री सेम पहला मासी को जैसे एंगल BCO प्लस एंगल ये अपनी व्याल से BCO इक्वल टू 180 डिग्री माइनस एंगल BOC ये तो भाई हो गया आंसर 2 टाइम्स एंगल BCO इक्वल टू 180 डिग्री माइनस एंगल BOC adding equations 1 and 2 तो इक्वेशन 1 और 2 में हमें ऐड करिए बने तो क्या होंगे बने 2 एंगल ACO प्लस 2 एंगल BCO इक्वल टू 180 डिग्री माइनस एंगल AOC प्लस 180 डिग्री माइनस एंगल B एंगल BOC अब इसमें 2 एंगल इसमें 2 कॉमन है 2 एंगल ACO प्लस एंगल BCO इक्वल टू 360 डिग्री माइनस एंगल AOC प्लस एंगल BOC तो S मान तो पाई को ये 2 एंगल की वैल्यू ACB इक्वल टू 360 डिग्री माइनस रिफ्लेक्स एंगल AOB स्मार्ट 2 एंगल ACB इक्वल टू के वैल्यू बने यो 360 डिग्री माइनस रिफ्लेक्स AOB याद पहले है ना समझो AOC रिफ्लेक्स मैंने पूछी हुआ एंगल में तो 360 डिग्री वाला ये वाला यदि मैंने सेंट्रल एंगल तो देखो आउट
त्यही यहाँ लेखेको एंगल एसीबी इक्वल टू एंगल एओबी र एंगल एओबी भनेपछि यसको के हुन्छ भने करस्पोंडिंग आर्क सँग यो के हुन्छ इक्वल हुन्छ त्यसैले इक्वल इन्फ्लुएन्स आर्क ए बी अब यसलाई देयरफोर एंगल एसीबी इक्वल टू इक्वल इन्फ्लुएन्स on half of arc AB यसमा हामीले के बुझ्यो भने इन्स्क्राइब्ड एंगल र यसको करस्पोंडिंग आर्क को रिलेसन के हुन्छ भने हाफ इन्स्क्राइब्ड एंगल इज हाफ हैन इक्वल इन्फ्लुएन्स हाफ अफ आर्क करस्पोंडिंग आर्क तो यो थियो इन्स्क्राइब्ड एंगल र करस्पोंडिंग आर्क को रिलेसन अब म तपाईं अब हामी पढ्न गइरहेको छु के भने थ्योरम्स सम थ्योरम्स अन सर्कल तो सर्कल को के थ्योरम रहेको छ यो पाँचवटा थ्योरम को बारेमा यसमा हामी पढ्छौं र यो भिडियोमा म तपाईहरुलाई दुईटा को बारेमा मात्र यसमा पढाउँछु र अर्को पार्टमा बाँकी तीनवटा को पढाउँछु फर्स्ट थ्योरम के रहेको छ भने इक्वल आर्क अफ अ सर्कल सस्टेन इक्वल सेंट्रल एंगल अफ द सर्कल सेकेंड भनेपछि इक्वल कट अफ द सर्कल फॉर इक्वल आर्क इन द सर्कल the central angle of a circle is double of the inscribed angle standing on the same arc inscribed angle standing on the same arc are equal the opposite angles of a cyclic quadrilateral are supplementary अब यो सबै थ्योरम को बारेमा हामी पढ्छौं वन बाइ वन तो फर्स्ट थ्योरम हाम्रो के रहेको छ भने इक्वल आर्क जस्तै कुनै एउटा सर्कल छ र यसको के आर्क छ इक्वल आर्क जस्तै यो आर्क हो AB एउटा के भयो आर्क भयो अब AB आर्क बाट र अर्को AB आर्क को मानिहाल्नु र अर्को BC आर्क B AB र CD आर्क भयो CD आर्क अब यसले के गर्छ भने सेन्ट्रल एंगल बनाउँछ र यसले पनि सेन्ट्रल एंगल बनाउँछ त यो जुन एंगल हुन्छ सेन्ट्रल एंगल इक्वल आर्कले बनेको जुन सेन्ट्रल एंगल हुन्छ त्यो के हुन्छ भने इक्वल हुन्छ यसको हैन थ्योरेटिकल प्रूफ हुँदैन एक्सपेरिमेन्टल प्रूफ हुन्छ यसमा हामी के गर्छौं भने तीनवटा डिफरेन्ट टाइप्स को सर्कल बनाउँछौं डिफरेन्ट रेडियस को सर्कल बनाउँछौं र यसमा हामी के गर्छौं भने यसको इक्वल आर्क लिन्छौं जस्तै ए बी र अर्को सपोज मानिहाल्नु सी र डी यसरी हामीले के गर्छौं भने इक्वल आर्क लिन्छौं र यसमा सेन्ट्रल एंगल हामी के गर्छौं भने बनाउँछौं सबैमा यस्तै गर्छौं ए बी सी डी इक्वल आर्क लियो र सेन्ट्रल एंगल बनायो अब हामी के गर्छौं भने सेन्ट्रल एंगललाई पुरा टेबलमा यसलाई लेख्छौं जस्तै यो फिगर 1 भयो सपोज यो फिगर 2 भयो त हामी के गर्छौं भने फिगर 1 मा ए ओ बी हैन त ए ओ बी कति एंगल आयो त्यो हामी यहाँ लेख्छौं सपोज यो 60 डिग्री आयो फिगर 1 को कुरा गरिरहेको छ त्यस्तै फिगर बी मा त्यो पनि लेख्छौं त्यसपछि हामी के लेख्छौं भने एंगल सीओडी यसको पनि हामी लेख्छौं त्यो पनि 60 डिग्री सपोज आयो त रिजल्टमा के आउँछ भने एंगल AOB इक्वल टू एंगल COD यो तपाईको रिजल्ट आउँछ त मतलब यदि आर्क इक्वल छ भने त्यसको सेन्ट्रल एंगल पनि इक्वल हुन्छ यसको हामी एक्सपेरिमेन्टल प्रूफ मात्र गर्छौं त्यसरी तीनवटा सर्कल बनाउने इक्वल आर्क लेने यसको सेन्ट्रल एंगल बनाउने सेन्ट्रल एंगल हैन टेबलमा हामी के गर्छौं भने लेख्छौं र लास्टमा हामी के लेख्छौं भने From the above table, we can conclude that the equal arc of a circle subtend equal central angles of the circle. र यसकै कन्भर्स थ्योरम के हुन्छ भने कन्भर्स थ्योरम if the arc of a circle sustain equal central angles of the circle then arc are equal. Suppose यो सर्कल छ र सेन्ट्रल एंगल इक्वल छ पहिला आर्क इक्वल थियो अब सेन्ट्रल एंगल इक्वल छ सपोज यो 60 डिग्री छ यो पनि 60 डिग्री छ सेन्ट्रल एंगल इक्वल छ भने
तो यसको आर्क पनि के हुन्छ भने इक्वल नै हुन्छ। त्यो यसको त्यसको कन्भर्ट भ्यालु भन्दा पहिला के थियो भने यदि आर्क इक्वल छ भने सेन्ट्रल एंगल पनि के हुन्छ इक्वल हुन्छ। र यसमा के छ भने यसको कन्भर्स यदि सेन्ट्रल एंगल इक्वल छ भने त्यसको आर्क पनि के हुन्छ भने इक्वल हुन्छ। यसमा पनि हामी के गर्छौं भने तीनवटा डिफरेन्ट रेडाई को हामी के गर्छौं भने सर्कल बनाउँछौं हैन। सेन्ट्रल एंगल इक्वल जसको के हुनुपर्छ इक्वल। तो सेन्ट्रल एंगल इक्वल हुने हामी के गर्छौं भने तीनवटा सर्कल बनाउँछौं। त्यसपछि हामी यसको आर्कलाई मेजर गर्छौं। फिगर 1 हामी यसको आर्क सपोज ए बी सी डी ए बी सी डी ए बी सी डी यसमा जुन आर्क छ ए बी आर्क त्यो मेजर गर्छु। त्यसपछि यसमा मेजर गर्छु के डीसी आर्क डी सी डी आर्क मेजर गर्छु। अनि यो दुवैलाई मेजर गरेपछि के आउँछ भने इक्वल आउँछ। यसलाई मेजर गर्नको लागि हामी के युज गर्छौं भने थ्रेड र त्यसपछि स्केल। त्यसरी हामीले यसको आर्कलाई मेजर गर्न सक्छौं। त्यसरी हामीले एक्सपेरिमेन्टल भेरिफिकेसन यो थ्योरमको गर्छौं। अर्को थ्योरम के छ भने सेकेन्ड थ्योरम इक्वल chord of a circle forms equal arcs in the circle। इसको मतलब के भयो एउटा सर्कल छ यसमा तपाईको chord इक्वल छ। सपोज AB chord भयो एउटा सपोज AB एउटा chord भयो अर्को भनेको CD chord भयो। दुवै chord के छ भने इक्वल छ। तो इक्वल chord तो यसको करस्पोन्डिङ आर्क पनि के हुन्छ भने इक्वल नै। यो chord इक्वल छ भने यसको करस्पोन्डिङ आर्क पनि इक्वल नै हुन्छ। त्यो भनेको यो थ्योरम भयो। इक्वल chord हुन्छ भने यसको आर्क करस्पोन्डिङ आर्क पनि के हुन्छ भने इक्वल नै हुन्छ। यसको पनि हामी के गर्छौं भने थ्योरेटिकल प्रुफ गर्दैनौं। यसको पनि हामी के गर्छौं भने एक्सपेरिमेन्टल प्रुफ नै गर्छौं। यसमा पनि हामी के गर्छौं भने तीनवटा सर्कल बनाउँछौं। यसको इक्वल chord लिन्छौं हामी इक्वल chord लिन्छौं ए बी सी डी। यसमा पनि हामी के गर्छौं भने chord लिन्छौं यसको जस्तै पी यसमा पनि त्यही लिन्छौं ए बी र सी डी। यसमा यो chord भनेपछि के छ इक्वल छ। र यसमा हामी के गर्छौं भने फिगर 1 फिगर 2 मानेर यसलाई हामी टेबलमा यसरी लेख्छौं। फिगर 1 मा एबी आर्क कति आयो त्यो लेख्छौं। त्यसपछि सीडी आर्क कति आयो त्यो लेख्छौं हैन। जस्तै 4 सेन्टिमिटर आयो भने यो पनि 4 सेन्टिमिटर आउँछ। त रिजल्ट तपाईको के भयो एबी आर्क इक्वल टु सीडी आर्क। त्यसैले नै लास्टमा हामी के लेख्छौं भने लास्टमा हाम्रो के आउँछ भने इक्वल chord of a circle form equal arc। त्यो लास्टमा हाम्रो कन्क्लुजन आउँछ। यसको कन्भर्स के छ भने यदि आर्क इक्वल छ यदि इक्वल छ भने if the arc formed by the chord of a circle are equal then the chord are equal। एउटा सर्कल छ र यसमा आर्क इक्वल छ। सपोज यो chord भयो यो पनि chord भयो। सपोज यो पी क्यू आर एस chord भयो। यो chord मतलब यो आर्क इक्वल छ पी क्यू आर र आर एस आर्क के इक्वल छ। यदि आर्क इक्वल छ भने यसको chord पनि के हुन्छ भने इक्वल नै हुन्छ। त्यो चाहिँ हो थ्योरमले भन्न खोजेको छ। यदि आर्क यो chordले बनेको आर्क यदि इक्वल छ भने यसको chord पनि के हुन्छ भने इक्वल नै हुन्छ। त्यसको एक्सपेरिमेन्टल भेरिफिकेसन मात्र हुन्छ दिएको। त्यसमा पनि हामी के गर्छौं भने तीनवटा हैन डिफरेन्ट रेडाइको सर्कल बनाउँछौं। र यसमा हामी के गर्छौं भने हामी यसको इक्वल आर्क लिन्छौं।
यसमा पनि मेजर गरेर टेबलमा लेख्छु र लास्टमा हाम्रो के आउँछ भने यदि आर्क इक्वल छ भने यसको कर्ण पनि के हुन्छ भने इक्वल नै हुन्छ। अब म तपाईहरुलाई हैन यो थ्योरम 1 र थ्योरम 2 बाट क्वेशन सल्भ हुन्छ त्यो दुईवटा क्वेशन बनाएर तपाईहरुलाई हेराउँ। यो क्वेशन फर्स्ट क्वेशन के हो भने इन द गिवन फिगर आर्क AB आर्क AB र BD आर्क के हो इक्वल हो भने AB र CD भनेपछि के हुन्छ भने प्यारलल छ त्यो सो गर्न भनेको छ। यसको लागि हामी के गर्छौं भने एउटा कन्स्ट्रक्सन गर्छौं। कन्स्ट्रक्सन के गर्छ भने यसलाई हामी A र D लाई के गर्छौं भने जोइन गर्छौं र यसमा तपाईहरुले पहिला क्वेशनबाट नै बुझाइदिन्छु। यो आर्क छ यो आर्क र यो आर्क इक्वल छ भने यसको इन्स्क्राइब्ड एंगल पनि के हुन्छ भने इक्वल। यसको इन्स्क्राइब्ड एंगल भनेपछि इन्स्क्राइब्ड एंगल के हुन्छ भने यसको हाफ हुन्छ हाफ। त त्यसरी गएर हामी यो दुई एंगल इक्वल बनाइहाल्छौं प्रुभ गर्छौं र त्यसपछि यो दुवै इक्वल भयो भने त यो के हुन्छ दुईटा लाइन प्यारलल छ भन्ने कुरा के हुन्छ थाहा हुन्छ किनभने अल्टरनेट एंगल आर इक्वल। त यो म सबैभन्दा पहिला हामी के गर्छौं भने यसमा जति पनि गिवन छ टु प्रुफ छ कन्स्ट्रक्सन छ भने कन्स्ट्रक्सन र त्यसपछि हामी टेबलमा यसलाई के गर्छौं भने प्रुभ गरेर हेराउँछौं। त यो पनि म हेराउन गइरहेको छु। त सबैभन्दा पहिला हामी गिवन लेख्छौं। गिवन के छ भने आर्क AC इक्वल टु BD आर्क AC इक्वल टु आर्क BD र यसमा प्रुफ के गर्नुपर्छ टु प्रुफ के गर्नु छ भने AB प्यारलल CD प्रुफ गर्नु छ र यसमा हामीले कन्स्ट्रक्सन के गर्यौं यो पनि लेखिहाल्छौं। कन्स्ट्रक्सन हामीले के गर्यौं भने A र D लाई के गर्यौं जोइन गर्यौं। त्यसैले हामी यहाँ लेखिहाल्छौं जोइन A एन्ड D A र D लाई हामी के गर्यौं जोइन गर्यौं। अब यसपछि हामी के गर्छौं यसरी प्रुफ लेख्छौं र यहाँ टेबल बनाउँछौं र यसलाई टेबलमा प्रुफ गरेर हामी प्रुफ गर्नुपर्छ। पहिला हामी लेख्छौं के स्टेटमेन्ट्स र रिजन। यसमा के छ गिवन तपाईँको के भ्यालु भने AC आर्क इक्वल टु BD आर्क यो भनेको तपाईको के हो गिवन। अर्को पोइन्ट के हो भने एंगल ADC भनेको के हुन्छ हाफ अफ आर्क AC ADC इक्वल टु हाफ इक्वल इन्फ्लुएंस आर्क AC। रिलेशन में के हुन्छ भने रिलेशन बिटवीन इन्स्क्राइब्ड एंगल एंड अपोजिट आर्क इन्स्क्राइब्ड एंगल एंड अपोजिट आर्क थर्ड हम लोग के छ भने एंगल ADC लियो। अब हम के लिन्छौं BAD के लिन्छौं BAD एंगल BAD इक्वल इन्फ्लुएंस हाफ अफ आर्क BAD भनेपछि के लिन्छौं BD आर्क सेम रिजन माथिको जस्तै र कर्नरमा के हुन्छ भने एंगल BAD इक्वल इन्फ्लुएंस BD को ठाउँमा हामी के लेख्न सक्छौं AC आर्क। यसमा के लेख्ने फ्रम स्टेटमेंट 1 एन्ड 3 फ्रम स्टेटमेंट 1 एन्ड 3 फ्रम स्टेटमेंट 1 एन्ड 3 र 5 मा हैन
2 र 4 बाट के थाहा हुन्छ यो राइट साइडको इक्वल छ भने लेफ्ट साइडको पनि के हुन्छ भने इक्वल नै हुन्छ एंगल ADC इक्वल एंगल BAD रीजन भनेपछि के फ्रम स्टेटमेंट 2 and 4 फ्रम statements 2 and 4 त्यसपछि 6 मा के हुन्छ भने हामी लेख्न सक्छौं AB parallel CD why because alternate angles are equal so being alternate angles equal इसको रीजन क्या हो सकते हैं being alternate angle equal alternate angles equal alternate angle equal भएको छ त्यसैले यो के भयो भने भ्याल्यु भयो यो क्वेशन सिम्पल थियो अब म अर्को एउटा क्वेशन तपाईहरुलाई हेराउँछु सल्भ गरेर हेराउँछु अर्को क्वेशन म कुनै पनि क्वेशन बनाउँछु भने त्यो तपाईहरुले कपीमा सारेर बसेर हेर्नु भयो भने मात्र बुझ्नलाई सजिलो हुन्छ नत्र बुझ्नलाई के हुन्छ भने यो डिफिकल्ट हुन्छ त यो सेकेन्ड क्वेशन के छ भने इन द गिवन फिगर तपाईको के छ भने BC इक्वल DE त्यस्तै आर्क AB इक्वल आर्क EF यो तपाईको गिवन भयो प्रुफ के गर्नु छ भने ACB यो बराबर EDF यो प्रुफ गर्नु छ यो एंगल बराबर यो एंगल तपाईले प्रुफ गर्नु छ त यसमा हामीले कसरी प्रुफ गर्छौं त यसको लागि हामी के गर्छौं भने कन्स्ट्रक्सन पनि गर्छौं कन्स्ट्रक्सन के गर्छौं भने A र B लाई हामी के गर्छौं जोइन गर्छौं त्यसपछि EF लाई पनि के गर्छौं भने जोइन गर्छौं र कुनै पनि क्वेशन हैन प्रुफ गर्नको लागि हामी सुरु गर्छौं भने सबैभन्दा पहिला तपाईलाई गिवन के हो प्रुफ गर्न के भनेको छ र कन्स्ट्रक्सन गरेको छ भने कन्स्ट्रक्सन यो सबै कुरा लेख्नु पर्ने हुन्छ तो सोल्युसन गिवन मा के छ भने BC equal to DE and arc AB equal to EF arc AB equal to arc EF यो तपाईको गिवन भयो र प्रुफ के गर्नु छ टु प्रुफ हामीलाई प्रुफ के गर्नु छ भने एंगल ACB इक्वल टु एंगल EDF यो प्रुफ गर्नु छ त्यसमा हामीले कन्स्ट्रक्सन पनि गरेका छौं त्यसको लागि पनि के लेखिहाल्छु कन्स्ट्रक्सन के लेख्छु भने join A and B त्यसपछि E and F यो दुईटा हामी जोइन गरेका छौं त त्यो पनि लेखिहाल्छौं अब हामी के गर्छौं यसको प्रुफ हो हामी स्टेटमेन्ट रीजन लेखेर अब यसलाई सुरु गर्छौं तपाईले टेबल बनाउनको लागि दुईटा लाइन मात्र गर्नु होला किनभने धेरै लाइन गरियो भने राम्रो लाग्दैन रीजन तो फर्स्ट में के छ भने AB आर्क इक्वल टू EF आर्क यो तपाईको के छ भने गिवन छ अर्को मा AB plus AF AB plus AF र EF plus AF अब हामी के गर्छ भने AB स्टेटमेन्ट 1 मा नै हामी के गर्छ भने AF आर्क दुवै साइड एड गर्दिन्छौं AF आर्क के गरिन्छ दुवै साइड एड गरिदियो यो हामी गर्न सक्छौं त एडिङ AF
arc on both sides of statement 2 of statement 2 मतलब सरी statement 1 statement 1 को दुवै साइड हामी के गर्यो भने सेम आर्क लाई एड गर्यो तो सेम आर्क भनेपछि के भइहाल्छ BAF र यतापट्टि भइहाल्छ E BAF भइहाल्छ अनि A यतापट्टि भइहाल्छ AFE भइहाल्छ AFE होल पार्ट एक्टिङ यहाँ तपाईको BAF आर्क इक्वल टु भइहाल्छ AFE आर्क रिजनमा के हुन्छ होल पार्ट एक्टिङ होल पार्ट एक्टिङ होलमा एंगल ABE the angle ABE equal influence के हुन्छ half of arc AFE half of arc AFE र यसको के हुन्छ भने relation between inscribed angles relation between inscribed angle and opposite arc of a circle अर्को हामी BEF के लिन्छौं एंगल BEF तो BEF एंगल इक्वल टू comes equal influence arc ABF या BAF इसको रीजन क्या हुआ है सेम एज 4 तो माथि के जस्तै सेम भयो अर्को हामी लेख्न सक्छौं के भने 1/2 यो 1/2 हुन्छ यहाँ त 1/2 BAF लाई AF E पनि लेख्न सक्छौं अब 6 मा के हुन्छ भने फ्रम स्टेटमेन्ट 4 एन्ड 5 4 र 5 स्टेटमेन्ट लाई युज गरेर ABE इक्वल टु FE BEF त्यसमा हामी लेख्न सक्छौं एंगल ABE इक्वल टु एंगल BEF रीजन के हुन्छ भने फ्रम स्टेटमेंट 4 एंड 5 फ्रम स्टेटमेंट 4 एंड 5 4 और 5 अब यसपछि 7 मा हामी के गर्छौं भने यो जुन दुईटा ट्रायंगल दिएको छ हैन यसलाई हामी के गर्छौं भने कन्ग्रुएन्ट प्रुभ गर्छौं SAS फर्मबाट त्यसपछि कन्ग्रुएन्ट भयो भने त्यो प्रुभ आफै भइहाल्छ यसमा हामी के गर्छौं भने 7 मा n triangle ABC and triangle DEF first one BC equal to DE BC equal to DE US यो तपाईको के छ भने गिभन छ गिभन भयो 2 नम्बरमा के भयो भने ABC equal to angle DEF यो के भयो from statement 6 from statement 6
र अर्को थर्ड नम्बरमा के छ भने AB इक्वल टु के हुन्छ EF यो S। यसको रिजन के हुन्छ भने arc AB equal arc EF and hence chord AB and EF formed by the arcs are equal. तो अब फर्म हामी लेख्न सक्छौं के भने ट्रायंगल ABC congruent triangle DEF by SAS axiom। त्यसपछि 8 मा हामी के लेख्न सक्छौं भने एंगल ACB इक्वल टु एंगल EEF being corresponding angles of congruent triangles being corresponding angles of congruent triangles। यो हाम्रो के भयो भने प्रुफ। अब यो भिडियो अलि लङ भइसक्यो हैन। नाउ हामी यो भिडियोको अन्त्यमा आइसक्यौं। यदि तपाईहरुले यो भिडियोबाट केही सिक्नु भएको छ भने please like, comment, share and subscribe this channel for more videos. Thank you for watching.